रूपमा मैले आफ्नो बागडोर सम्हाल्दै आएको छु र यो 6औं संस्करणको यो टेक्निकल पार्टको सम्हाल्ने जुन अवसर मैले प्राप्त गरेको छु, विशेष गरी नेपाल भलिबल सङ्घ र सिङ्गो टाइगर ग्रुपप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र ह्युमन एरर हो, अब मिस्टेक त जाने भइ नै हाल्छ, तर एबिसी र काबा जस्तो प्रतिष्ठित प्रतियोगितामा पनि च्यालेन्ज सिस्टमहरू, भिडियो च्यालेन्ज सिस्टम छैन। यसमा यस्तो टन्टलापुरो घाममा र यत्रो अडियन्सको बिचमा हामीले गेम खेलाउँदाखेरि भवि तपाईँ कतै नै कहीँ कतै त चुक्न सकिहाल्छ। यो ह्युमन एरर हो, नो वान इज पर्फेक्ट होइन। त्यसमा चाहिँ यसलाई ठुलो इस्युको रूपमा हामीले लिनु हुँदैन, यसलाई चाहिँ पोजिटिभली लिनुपर्छ। र अहिलेको यो संस्करणसम्म आइपुग्दाखेरि हामीले भव्य र सभ्य रूपमै हामीले अहिलेसम्म सम्पन्न गर्दै आएका छौँ। र कुनै पनि प्रतियोगितामा सानो अलिकति विवाद यताउता त त्यो भइ नै हाल्छ, त्यो नर्मल कुरा हो। र अहिले यो 6औं संस्करणको टाइगर कपको लागि हामीले विदेशी रेफ्रीहरूलाई पनि हामीले निमन्त्रणा गरेका थियौँ। इन्डियाबाट पनि एकजना इन्टरनेसनल लेभलको रेफ्रीलाई हामीले माग गरेका थियौँ। तथापि इन्डियामा नेसनल लिगहरू सम्पन्न भइराख्दाखेरि अहिले चलिराखेको छ, त्यसले गर्दाखेरि इन्डियाबाट हामीले इन्टरनेसनल रेफ्री ल्याउन असमर्थ रह्यौँ। र मालदिभ सिङ्गो मालदिभको नेसनल टिमले पार्टिसिपेट गर्दाखेरि हाम्रो काबा अन्तर्गतको थुप्रै प्रतियोगिताहरूमा, प्रतिष्ठित प्रतियोगिताहरूमा एज अ रेफ्री डेलिगेट, एज अ टेक्निकल डेलिगेटको रूपमा आफ्नो अनुभव लिइसक्नुभएका सिनियर मोस्ट रेफ्री, काबा रेफ्री कमिसनको पनि एउटा मेम्बर मिस्टर अहमेद सलिम कुन्डीलाई हामीले यो प्रतियोगितामा एज अ न्युट्रल रेफ्रीको रूपमा हामीले झिकाएका छौँ। र नेपालमा रहेका अन्य हामी 3 जना इन्टरनेसनल रेफ्रीले अहिले प्रत्येक म्याचहरू हाम्रो इन्टरनेसनल रेफ्रीले नै ह्यान्डल गर्नेछौँ। तसर्थ जहाँसम्म लाग्छ आयो अब एउटा अपेक्षाकृत गरौँ। अब यो प्रतियोगिता विगतका टुर्नामेन्टहरूमा भन्दा, विगतका संस्करणहरूभन्दा योपालि अझै हामीले चाहिँ यो प्रतियोगितालाई भव्य र सभ्य रूपमा निष्पक्ष तरिकाले हामी सम्पन्न गर्नेछौँ भन्ने हाम्रो चाहिँ अभिलाषा छ। यसमा सम्पूर्ण आदरणीय पत्रकारज्यूहरू साथसाथै सम्पूर्ण आफ्नो भलिबल प्रेमीहरू हुनुहुन्छ, आफ्नो टिमको सपोर्टर हुनुहुन्छ, उहाँहरूले यसलाई पोजिटिभली लिनुहुनेछ र यसलाई हामीले निष्पक्ष ढङ्गले सभ्य रूपमा यो प्रतियोगिता सम्पन्न गर्नेछौँ भन्ने म विश्वस्त छु। थ्याङ्क यू। भन्दा ठ्याक्कै 20 दिन अगाडि नेपाल भलिबल सङ्घको आयोजनामा NBA कप काठमाडौँको त्रिपुरेश्वर रङ्गबजारमा सुरु भएको थियो। त्यो राष्ट्रिय गेममा टिपटप हेयर नेपालले भाग लियो र मैले पनि पत्र पठाइसक्यो हाम्रो संस्थाको तर्फबाट। उहाँहरूको टिमले के भन्नुभयो भने उहाँहरू साथीहरूले किताले प्राप्त गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलताले यस वर्ष हामीलाई अझ बढी रूपमा सहयोगीका हातहरू प्राप्त भएकोले यसको सफलता श्रीमूल हुँदै गइरहेको हामीलाई भएको छ। प्रतियोगितामा पुरुषतर्फ 6 टिम र महिलातर्फ 5 टिम गरी कुल 11 टिमको सहभागिता रहेको छ। प्रतियोगिताको 6औं चरणसम्म आइपुग्दा विदेशी टिमहरूले भाग लिनु हामीहरूको लागि सुखद पक्ष नै हो। एनसेल 6औं टाइगर कप विदेशी टिम महिलातर्फ थाइल्यान्ड क्विन्स थाइल्यान्ड र पुरुषतर्फ मालदिभ्सको टिम प्रतिस्पर्धा गर्ने यहाँहरू सबैलाई जानकारी मैले अगाडि नै गराइसकेँ। त्यसै गरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र थाइल्यान्ड क्विन्स थाइल्यान्डले सहभागिता जनाउनेछन् भने पुरुषतर्फ सहभागी टिमहरू गण्डकी प्रदेश भलिबल सङ्घ पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स रहेका छन्। प्रतियोगितामा विजेता दुवै समूह महिला पुरुषतर्फका टिमहरूलाई समान राशिको पुरस्कार व्यवस्था गरेका छौँ। यसपटक पुरस्कार राशिमा गत वर्षभन्दा अलिकति थोरै भने हामीले वृद्धि गरेका छौँ। 6,66,666 प्रथम पुरस्कार छ भने द्वितीय पुरस्कार 3,66,666 र तृतीय पुरस्कार 2,06,666 छ। त्यसकारण हामीले यो सफल खेलाडीलाई, उत्कृष्ट हुन सफल खेलाडीलाई 26,626 र विधागत खेलाडी साथीहरूलाई 11,666 सिल मेडलले हामीले सम्मान गर्नेछौँ। 2082 को आज हामी अन्तिम प्रेस मिटमा उपस्थित भएका छौँ। अगाडि नै हाम्रो सञ्चालकज्यूले फोटो स्थापित गरिसक्नु भएको छ। संस्थाका उपाध्यक्षज्यूदेखि लिएर सम्पूर्ण पदाधिकारी, सदस्य साथीहरू, संयोजकज्यू, सहसंयोजकज्यू, प्राविधिक टिमका संयोजकज्यू, रेफ्री टिम, संस्थाको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक सम्मान वादन व्यक्त गर्न चाहन्छु। यहाँहरूको साथ र सहयोगले आज हामी एनसेल 6औं टाइगर कपको यो पूर्व सन्ध्यामा छौँ। म धेरै खुसी पनि छु यहाँहरूले जुन सहयोग र साथ दिनुभएको छ। यसले गर्दा आज नेपालको राष्ट्रिय खेल भलिबललाई यो ठाउँमा पुर्याउनको लागि हामी सफल भएको जस्तो हामीले महसुस गरेका छौँ। तर जिम्मेवारी लिँदा, काम गर्दा
कहिलेकाहीँ प्राविधिक कुराहरू कानुनी कुराहरू र कठिनाइहरू पनि पर्ने हुँदा केही तलमाथि हुने स्वाभाविक नै हो। तर यसलाई हामीले असल नियतले नै काम गर्दै गरेको मैले महसुस गरेको छु र यहाँहरूलाई त्यो पनि म जानकारी गराउन चाहन्छु। हामी यो आज 6औं संस्करणमा आइपुग्दा गण्डकी प्रदेशको राजधानी पोखरा र पोखरा आफै राजधानी पर्यटनको राजधानी घोषणा भइसकेको छ। त्यसलाई खेलकुदको पनि राजधानी बनाउनुपर्छ भन्ने अभिप्रायले यो संस्था जन्म भएको हो। यो संस्थाले 3टा कुराहरू यहाँहरूलाई जानकारी छ। स्वास्थ्य शिक्षा र खेलकुदलाई बढी प्राथमिकता दिएको छ। अहिले हामी स्वास्थ्यतिर पनि हामीले धेरै रचनात्मक कार्यक्रम गरिसकेका छौँ। त्यो एवं रीतिले शिक्षातर्फ पनि हामीले धेरै कार्यक्रमहरू गरिसकेका छौँ र अहिले भलिबलतर्फ हामी आज 6औं संस्करणमा प्रवेश गरेका छौँ। यो यहाँहरू सबैलाई एवं रीतिले हामी यो 6औं टाइगर कपमा आइपुग्दा धेरै सङ्घ संस्थाहरूले सहयोग गर्नुभएको छ। उहाँहरूप्रति म नमन व्यक्त गर्न चाहन्छु। विशेष गरेर सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई नै धन्यवाद दिन चाहन्छु। विभिन्न खेल सङ्घहरू छन्, उहाँहरूलाई पनि सम्झन चाहे। गण्डकी प्रदेश भलिबल सङ्घ, काँसी जिल्ला भलिबल लगायतका 11वटै जिल्लाहरू, एमआइएम नेपाल भलिबल सङ्घले हामीलाई अनुमति स्वीकृति दिएको कारणले नै आज हामी 6औं संस्करणसम्म आइपुगेका छौँ। नेपाल भलिबल सङ्घका आदरणीय अध्यक्ष जितेन्द्र बहादुर चन्द लगायतको सिङ्गो टिमलाई विशेष धन्यवाद दिन चाहन्छु। र यहाँ आज हामी यहाँहरूलाई पहिलो प्रेस मिट गर्दा महिलातर्फ 7 टिम, पुरुषतर्फ 7 टिम थियो। तथापि अगाडि नै मैले भने धेरै अलिकति कठिनाइका कारणले अहिले हामी महिलातर्फ 5 टिम र पुरुषतर्फ 6 टिमको सहभागिता भएको कुरा हजुरहरू माझमा राख्न चाहन्छु। त्यसमा महिलातर्फ थाइल्यान्डको टिम अहिले हामी अगाडि नै देखिरहेका छौँ। ट्रेनिङमा हुनुहुन्छ थाइल्यान्डको टिम। मालदिभ्सको टिमले ट्रेनिङ गरेर गइसक्नु भएको छ। त्यस्तै पर्वत जिल्ला भलिबल सङ्घले विदेशी खेलाडीहरू भित्राइसक्नु भएको छ। एवं रीतिले गण्डकी प्रदेश भलिबल सङ्घले पनि विदेशी खेलाडीहरू भित्र भएको छ। भोलि 1:30 जाँदा औपचारिक कार्यक्रमको उद्घाटन हुनेछ। यहाँहरू सबैलाई पनि म जानकारी गराउन चाहेँ। अब धेरै कुराहरू पनि अहिले नेपाल निर्वाचनमा होमिएको छ। आचार संहिताको कुरादेखि लिएर अरू धेरै अन्य कुराहरूले गर्दा हामीलाई केही कुराहरूमा कठिनाइ पर्न गइरहेको छ। विशेष गरेर त्यो निर्वाचनको कारणले गर्दा अलिकति यो आचार संहिता कारणले गर्दा हामीलाई जुन वचन दिनुभएको थियो, जुन एउटा स्पेसल गेस्टको रूपमा, विशेष गेस्टको रूपमा हामीलाई यहाँ आउने वचन दिनुभएको थियो, तथापि उहाँहरूको पनि अहिले हामीले उपस्थिति कमै देख्न सक्छौँ। तथापि हामी नियम कानुन र विधि विधानमा बाँधिएको हुनाले हामी त्यसलाई सहज रूपमा पनि स्वीकार्नेछौँ र स्वीकार्ने गर्नेछौँ। खेल हो, आफैमा रमाइलो हुन्छ। गण्डकी प्रदेशको उर्वर भूमि, भलिबलको उर्वर भूमि गण्डकी प्रदेशलाई मानिन्छ। यहाँ धेरै खेलाडी उत्पादन गरेर विभागमा, स्वदेशमा, विदेशमा रहेर पनि खेल खेलिसक्नु भएको छ। मैले यिनै कुराहरू यहाँहरू माझ राख्दै विज्ञप्ति अन्तिम यो जानकारी गराउन चाहन्छु। हाम्रो तयारी अब लगभग पुरा भइसकेको छ। अलिकति यो बाइन्डिङ गर्ने कामहरू, बोर्डहरू राख्ने कामहरू पनि गर्दै हुनुहुन्छ साथीहरूले। लगभग अरू सबै कुराहरू तयारी भएको छ। हामी साँझसम्ममा सबै पूर्ण रूपमा तयारी गर्नेछौँ। यसलाई तयारी भएकै मानेर मैले आज यहाँ उद्घोष गर्न चाहेँ 3 बजे प्रेस मिट भनेर। म सुरु गर्न चाहन्छु। आदरणीय पत्रकार साथीहरू नमस्कार। पोखरा क्षेत्रमा रहेर विभिन्न पेसा व्यवसायमा सफलता प्राप्त गरी समाजसेवामा लागेका युवा साथीहरू मिली स्थापना गरिएको संस्था टाइगर ग्रुप पोखरा नेपालको तर्फबाट एवं मेरो आफ्नो व्यक्तिगत तर्फबाट एनसिएल 6औं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता 2082 को पत्रकार भेटघाट कार्यक्रममा यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्न चाहन्छु। टाइगर ग्रुप पोखरा नेपालको आयोजनामा नेपाल भलिबल सङ्घद्वारा स्वीकृत तथा संयोजनमा यही 2082 माघ 9 गतेदेखि 17 गतेसम्म, त्यस्तै जनवरी 23 to 31सम्म पोखरा रङ्गशालामा हुन गइरहेको एनसिएल 6औं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता 2082 को सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी गराउन चाहन्छु। यस संस्करणको सहप्रायोजकको रूपमा वात्सल्य र धारा शुद्ध तोरीको तेल रहेका छन् भने विशेष सहयोगको रूपमा कान्तिपुर टेलिभिजन, एचडी काठमाडौँ र सुश्री मिडिया प्रणाली, एसटिएम इनर्जी ड्रिङ्क गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल मणिपाल शिक्षण अस्पताल गण्डकी, मेडिकल कलेज
एक्सटेप फेसन स्पोर्ट्स केल्मी नेपाल, पर्व ब्याङ्क, माछापुच्छ्रे ब्याङ्क, मुक्तिनाथ विकास ब्याङ्क, विश्वकर्मा सप्लायर्स, काँसी जिल्ला खेलकुद विकास समिति, हिमालयन लाइफ इन्सुरेन्स, सिटिजन फर्निचर, मार्केटिङ